काली गण्डकी मौसम त एकदम सफा छैन। जाउँ 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 जहाँसम्म किलोमिटर हिँड्ने नि हाँ 1 किलोमिटर हिँड्ने लानु के 1 किलोमिटर 2-3 किलोमिटर आयो क्या रन्क्यौ त कतिको छिटो पुगिरहेछ। टिप्पर रहेछ ऊ बस यताडा उहाँ देखेको बस बल्ल्या हामी त कहिले कहिले ठुलो टिप्पर यस्ता नि कुटे खानेर देख्यौ नि गरी खान कति गाह्रो छ। यत्र साना साना बच्चाहरू नि यत्र साना साना भाइहरू भूल गया ये सारा तेरे नाल प्यार यत्रो सानो बच्चा यार त्यो बेर आइन खै त नि यहाँ नदीको त पानीको त उसी देखिया छैन त्यो नदी खोला हो कि हेर्दाखेरि त पाइबेन जस्तै एक गण्डकी नै गएको वहीँ ढिला गरियो क्या आज है घाम लागिसक्यो स्पिकर खोल्नु त स्पिकर सबैलाई स्वागत गर्दछौँ यो भ्लगमा। हामी चाहिँ यो मुस्ताङतिर यसो घुम्न आएको भ्लग गराउँदै यसो हिँड्दै हामी फेरि यस्तो जहाँ पाए त्यही हिँड्दै खायो क्या खुसी गाली गर्छ नि भन्नुपर्ने पर्छ कि यसो रमाइलो गरौँ भनेर हिँडेको यस्तो त खै कहाँ हिँड्ने हिँड्ने उता मन्दिर उता भयो सिक्किममा चाहिँ हेलिप्याड भयो यस्तो डाँडा काँडा त्यो चढ्दै चढ्दै यता निस्क्यौँ कता निस्क्यो थाहा छैन। यहाँ यिनले चाहिँ लोकेसन हेर्दै हिँडिरहेको नि के कता हो हामी यहाँ गहिरामा निस्केछौँ ऊ यहाँ बाटो रहेछ ल झरौँ है होइन यहाँ सानो बाटो रहेछ नि त गोरेटो भन्छन् कि हाम्रोतिरलाई त्यहाँ खोल्सो छ क्या त्यही भएर यहाँ निस्क्यौँ न कि माथि जाने डाँडा माथि डाँडा जाने लु जाउँ त उडाउँदैन यहाँ हात ठिराएर कस्तो भइसक्यो यार मास्तिर निस्किने कहाँ हिँड्ने हामी यहाँलाई निस्किनु रहेछ ल झरौँ यो के रहेछ यो ठ्याक्कै अगाडि रहेछ छिटा पर्न थाल्यो नि होइन भरे हिउँ पर्छ कि जे होस् सो मुस्ताङतिर 2 दिनको ट्रिपमा आउँदा नि रमाइलो हुन्छ 2-3 जना आउँदा यो
घडेरी जस्तो के हो यो घडेरी भन्न आयो घर जस्तो के हो यही ठ्याक्कै अगाडि रहेछ के अरे ठ्याक्कै अगाडि हिँड्ने बाटो पनि रहेछ यस्तै निस्किने बाटो हिउँ पर्छ कि नै भन्ने हो हिउँ पर्छ जस्तो छ के अरे सेता सेता ढुङ्गा छन् हिउँले त होला यस्तो सेता सेता बढी नै सेता गराएको ढुङ्गा पनि हामी चाहिँ यत्रो ल यो उहाँ पारीदेखि यता आयो वारी खोल्छु चाहिँ पारी हरियो मुस्ताङ त हिजो यता अप्पर मुस्ताङ त माथि हो कि कता हो यो के हो खान्छे ओके यो के को बोटो यार कोस्ने बोट हामी यसो मनोरञ्जन गर्नलाई हिँडिहाल्यो हिँड्न चाहिँ मासतिर जानु मासतिर हिउँ पर्ला जस्तो गरेर खेल्नुहुन्छ एकछिन अझै एउटा दुइटा यहाँ अझै भ्लग गराउनु पऱ्यो नि त सास फुल्दो रहेछ झन् माथि माथि आउनु नि त सास फुल्दो रहेछ कि यतिखेर नि हिँड्ने भने त पछि सकिँदैन नि त कहाँ छ र घोडा ए उहाँ पनि ल जाउँ त जाउँ जाउँ न जाउँ जे भयो नि जाउँ न होइन हात यस्तो मैले साँधेको त हात नै यस्तो कोप्रियो यार ल अब यहाँसम्म त आइयो के अरे यहाँसम्म नि गाईहरू रहेछन् सोरी अगाडि बढौँ हाम्रो सामान त छ नि होइन सामान छोड्नु भएन नि त हामी सानातिना भ्लगहरूलाई सब्सक्राइब गरिदिनु सपोर्ट गरिदिनु गाइजहरू हामी जे होस् मुस्ताङ नआएको धेरै अनि अब आएको भयो नि यता यता त अब घुम्नु आएको थिएन होला अब हामी चाहिँ अलिक बढी नै वर आइपुगेका छौँ गाइजहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछौँ हामी चाहिँ अहिले हाम्रो क्रम के थियो भन्दा यो मुस्ताङदेखि हाम्रो मासतिर चढ्ने क्रम थियो हामी चाहिँ यो मुस्ताङदेखि धेरै माथि निस्किसक्यौँ अब चाहिँ थोरै स्टेप पार गऱ्यौँ भने हामीले यहाँ हिउँ छुने क्रम सफल हुनेछ हाम्रो अब यो हिउँ छुने क्रम छोड्ने छैनौँ हाम्रो क्रम जारी राख्नेछौँ हस् यति माथि आइसकेका छौँ यो हाम्रो मुस्ताङ जोमसोम मुस्ताङ पनि देखिन छोडियो पारितिर घाम लागेको छ यता हुस्सो लाएर यस्तो भएको छ गाइजहरू अनि यहीँनिर अब थोरै छ हाम्रो हिउँदेखि नै हामी त्यहीँ गाँसी जोडिनेछौँ फाइनल्ली गाइज अब हामी ठ्याक्कै हिउँनेर अब 2
2 मिनट 1 मिनट भनौँ न 1 मिनट अब आइपुग्यो सिरियल। हामी अब हिउँ अहिलेसम्म नदेखेको नखेलेको मान्छे सो हिउँको यसो गरौँ दर्शन गरौँ खेलौँ भनेर चाहिँ हामी वहाँदेखि यत्रो हिँडडुल गर्दै आइपुग्यो। 2 घन्टा त हाम्रो नन स्टप हिँडाइ मात्र भयो। मुक्तिनाथदेखि यत्रो पहाड चढ्दै चढ्दै फाइनल्ली हामी यहाँसम्म आइपुग्न सफल। हिउँ हो हिउँ। हिउँ भनेर आयो हामी। हिउँ होला नि, हिउँ जस्तै छ के छन चाहिँ जे होस् हामी यहाँसम्म आइयो। जे होस् खुट्टाको एक्सर्साइज भयो। हामी हिउँ भन्ने उसमा चाहिँ हामी यहाँसम्म आइयो। तर जे भयो नि जाउँ न एकपालि त्यहाँ बसौँ। ढुङ्गै भयो नि, ए ढुङ्गा रहेछ क्या गाइजहरू। हामी ढुङ्गालाई भ्यू भनेर हामी आज ल हिउँको मानवमा हिउँ जस्तै छ के जाउँ न के हो हेरौँ। होइन हिउँ नै रहेछ, हिउँ नै हो व्यक्ति, हिउँ नै हो। ओहो होइन अब यस्तो हिउँ देखियो आज। बेती हावा खाओ यस्तो हिउँ देख्ने आज हाम्रो सफलता भयो। अनि आज हिउँ देखेको सफलतामा के भन्न चाहनुहुन्छ? बहुत खुसी। मैले त अस्ति नै एकचोटि फेरि पनि एकचोटि आउँदाखेरि एकचोटि दर्शन गरेर गएको। खेल्न चाहिँ खेलेन, गाडीभित्रबाट पालि हेरेर चाहिँ गएको। यहाँ चाहिँ एकदम बवाल रहेछ हिउँ चाहिँ। यस्तो पग्लिन आँटेको जमेर यस्तो भएर चाहिँ यस्तो डाँडा काँडा पार गर्दै हामी यत्रो माथि आइयो। अब यहाँबाट जाने बाटो अब गुगल हेर्दै जानुपर्ने अवस्था आइसकेको। यस्तो हेर्नुहोस् साथीहरू, चिप्ल्यो ल ओए। आज साथीहरू अब हजुरहरूले ढुङ्गा भन्नु होला, हिउँ नै रहेछ। हामी हिउँ होइन होला भनेर जस्तो लागेको थियो जमेर हेर्नुहोस्। आज बिहानदेखिको हामी चाहिँ हिउँको खोजीमा आइयो है। ओहो हेर्नुहोस् गाइज, जे हो हिउँ चाहिँ हो। हिउँ चाहिँ हो रहेछ भन्ने कुरा बुझ्यो। हेर्नुहोस् गाइज, यता वरिपरि हिजो पुरै हिउँले ढाकेको थियो भने अहिले सुकिसकेछ। यति चाहिँ बचेको रहेछ र हामीले यसो हेर्न पाएको छ। यता च्याङ्ग्राहरू पनि छ त्यहाँ नजिकै। उता माथि त धेरै नै छ के हामी माथि जान सकिएन भन्दा माथि। भिडियो बनाउनको लागि यहाँ हिउँ फुटालेको अवस्था। ल अनि अब यस्तो भयो। हामी चाहिँ अब यत्रो बेर खेलियो, अब चाहिँ फर्किँदैछौँ साथीहरू। ल अब तलतिरै पुगेपछि यसो